दर्शकवृन्द, रोल्पाको खोलामा एउटै मान्छेले 12 तोला सुन भेटाएपछि सारा गाउँलेहरू चकित पर्दै एउटै मान्छेले त्यति सुन कसरी भेटाए भनेर सुन खोज्नेहरूको भिड लाग्यो। नपत्याए यो भिडियो पुरा हेर्नुहोस् त। 10 तोला 12 तोला पनि कमाइसक्यो। ओहो 12 तोला होती हो नि सुन। हजुर यो भन्दा पनि बढी भेटिन्छ। यो त सिम्पल हो। हामी जाँदै छौं लुङ्ग्री खोलामा। दर्शकवृन्द, हामी पुग्न लागिरहेका छौं। यसपालि पनि हाम्रो टिम यो सुन खोज्ने स्थानीय बासिन्दाहरूको एउटा रिपोर्टको लागि जाँदैछ। सुरुमा नाम भन्नुहोस् त हजुरहरूको। नमस्ते, मेरो नाम कपिलाल राणा। मेरो घर सुन स्मृति 5 रिजा हो। ए हजुरको? मेरो बरातर 5 नम्बर लुङ्ग्री गाउँपालिका 5। अनि तपाईहरुले त धेरै भेटाउनु भयो रे सुन। भेटिन्छ अलिअलि। हजुर, कति भेटाउनु भयो? पहिलो वर्ष कति भेटाउनु भयो? पहिलो वर्ष 2 महिनामा तपाईको 1 तोला 2 मासा 7 लाख। 2 महिनामा। 2 महिनामा मात्र? 2 महिनामा मात्र। ओहो हो हो हो। फगम खोलामा, यो खोलामा हैन, फगम खोलामा हो। कुन खोलामा भेटिन्छ दाइ? यो बुजिङ खोला, यो लुङ्ग्री खोला, फगम खोला, तीनवटा खोला। ए एउटा बुजिङ खोला भन्ने छ, सुलचर जान्छ। हजुर। एउटा यो पनि सुलचर जान्छ, एउटा फगम खोला पनि सुलचर जान्छ। यो तीनवटा भेला हुन्छ तल। हजुर। तीनवटै खोला भेटिन्छ। यो कहाँबाट बग्ने रहेछ सुन वास्तवमा? वास्तवमा तपाईको यो पोखराबाट नै झर्छ। अब यो खोलादेखि आस्न जान पाउँदैन, त्यही कारणले यो बगरमा रहन्छ। त्यही भएर नै हामीले यतातिर खोजेपछि पाइन्छ। ए यो भन्दा तल जाने त ठाउँ छैन, यहीँ रोकिने हो। यो साल खोज्छौँ, अर्को साल फेरि माथि पोखराबाट आएर फेरि यहीँ अट्छ, फेरि अर्को साल खोज्ने। पोखरा भन्नाले यो माथि यस्ता झाडीबाट। ए भनेपछि यो माथि गाममा छैन, यो कोठेभिरमा सुन खानी छैन? त्यो होला त्यहाँ हुन त। अब सुन देखे छैन, अब रेको कुरा अब छ भनिन्छ, थाहा छैन। सबै यस्तै पोखरा पोखरीबाट खोज्ने हो कि। अहिले त हामीले त जान्दैनौँ। पहिलेका बुढापाकाहरूले त यस्ता पोखरा खोजेर पोखराबाट निकाल्थे रहेछ। अहिले त्यो हामीले अब बुढापाकाहरूले अब सिकाउनु भएन, हामीले पनि सिकेनौँ। सिक्दै जाने र पछिको पिँढीहरूले अहिले अब हामीले थाहा छैन, हामीले खालि यो बगरमा मात्र कमाउँछौँ। तपाईँले सुन खोजेको पहिलो वर्ष नै 1 तोला 2 मासा भेटाउनु भयो? हजुर, मैले कमाउनु त थुप्रो कमाएँ। हजुर। अब पहिलो वर्ष तपाईँको 2 महिनामा 1 तोला 2 मासा 7 लाख। हजुर। गएको योभन्दा 3 वर्ष अगाडि 14 मासा कमाएको। 14 मासा कति भयो? कति तपाईँको? 1 तोला 4 मासा। 1 तोला 4 मासा भनेपछि अहिलेसम्म तपाईँले धेरै सुन भेटाइसक्नु भएको छ। 2 तोलाभन्दा बढी होइन? 2 तोला होइन, मेरो म्याक्सिमम 3-4 तोला जति त मेरो बुढीले नै लगायो होला। ओहो, यही खोलाको सुन? यही खोलाको सुन प्योर हुन्छ है? प्योर हो। टोटल कति भेटाउनु भयो? लगभग भेट्यो होला 4-5 तोला त भेट्यो। 5 तोला होइन? भनेपछि त किन जानु पर्यो के दाइ अमेरिका? किन अस्ट्रेलिया जानु पर्यो? किन विदेश जानु पर्यो? होइन हजुर, म पनि कटार गयो, 7 वर्ष बस्यो। हजुर। वहाँ गएर अब केही पनि सिपलाई न अर्काको गुलामी मात्र गरेर होइन, आफ्नै स्वदेशमा केही गरिदिनुपर्छ भनेर यहाँ आएर अब मेरो जेठान हुनुहुन्थ्यो, जेठानले अब सिकाइदिनु भयो। सिकाइदिँदाखेरि म 4 तोला तपाईँकै श्रीमतीले सुन लाउनु भएको छ? अरू चाहिँ त्यही पनि बेच्नु भएको छैन, राखिरहनु भएको छ? बिक्री गर्दैन। आवश्यक परेकोहरूले बिक्री गर्नुहुन्छ, आवश्यक नपर्ने राख्ने। पछि काम। बुवाले कहिलेदेखि खोज्नु भएन? कति वर्ष भयो सुन खोज्नु लाग्यो? मैले खोज्नु लागेको भइको होला 20 वर्ष। 20 वर्ष? कति भेटाउनु भयो 20 वर्षको अवधिमा? 20 वर्षमा अनुमान राखिएन, लगभग मैले यता अब 10 तोला 12 तोला पनि कमाइसक्यो। ओहो 12 तोला? मैले धेरै पहिलेबाट कमाएको हो, 20 वर्ष अगाडिबाट कमाएको हो। हामीभन्दा धेरै पुरानो मान्छे हुनुहुन्छ। अहिले 60 वर्ष पुगेँ। हजुर। मैले 20 वर्षहरू कमाउनु लागेको, लगभग 20 वर्ष बढी भइसक्यो कमाउनु लागेको। अनि अहिले सुनको मूल्य त कति छ रे बुवा? अहिले सुनको मूल्य त 2,60,000 ठोकेर 80-62 भएको अहिले कति भएको छ? दिनदिनै फेरि नयाँ मूल्य आउँछ होइन? दिनदिनै आउँछ। अहिले जस तपाईँलाई फाइदा छ तपाईँहरूलाई? अहिले पहिले मैले कमाउनु लाग्दा तपाईँको 200 रुपियाँ तोला 600 रुपियाँ तोला थियो, त्यस बेलामा केही मूल्य भएन।
त्यस बेलादेखि खोज्नुभयो? त्यही सुन अहिले बचाएर राखेको भए अहिले बेच्न पाएको भए त खुब राम्रो हुन्थ्यो होला है। हुन त हामीले पुग्दैन, सकिन्छ। पेसै यही गर्नुहुन्छ? पेसै यही हो उहाँहरूको। भनेपछि यो त धेरै वर्ष यो पुर्खादेखि नै यो खोलामा सुन बगिरहेछ? पुर्खैदेखिबाट हो। यो कसरी उत्पादन हुने रहेछ यो सुन चाहिँ? बगेको सुन राम्रो आउँथ्यो पहिले त अब तपाईँको दिनमा 1 मासा पनि आउँथ्यो। अहिले यताउता यो बाटो खनेको हुनाले यो बाटोले गर्दाखेरि पुर्यो के ठाउँहरू होइन। पहिले त हाम्रो दिनमा त 4 लाख 5 लाख बसाल्थ्यो हामीले केही नभने 10,000 रुपियाँ ढ्यारी बसाल्थ्यौँ दिनमा। अहिलेको ढ्यारी पैसा बाँच्छ, उस बेला ढ्यारी पैसा छ नि त फेरि। उस बेला हामीले कमाउने बेला त अब माछा कमाउने भन्दा 600 500 पर्थ्यो, उस बेला केही पनि छ नि त। हजुरहरूको अनुमान कहाँ के छ? यो सुन कहाँ छ होला, कहाँबाट बग्छ होला, सबभन्दा ठुलो यसको खानी कहाँ छ होला भन्ने तपाईँहरूले जानकारी यसमा अनुमान छ कि छैन? अनुमान यसको खानी कहीँ छैन, यसको पखेराबाट झर्छ, यसको खानी छैन। भनेपछि खानीमा छैन सुन? छैन, पखेरामा वनमा जङ्गलमा छ। यस्तो जङ्गलले सबै जङ्गलमा भेटिन्न। अब जस्तो यस्तो जङ्गलमा भयो, कहीँ कहीँ अब राम्रो जङ्गल हुन्छ। पर त्यस्तो माटो भएकोमा पाइन्न। यो ऊ हुन्छ कि त्यो रुन त्यो यस्तै माटो हुन्छ पोखरामा, यो यस्तै यो ठाउँमा हो। त खानी विभागले पनि भनिरहेको अवस्था छ, खानी विभागले पनि पुष्टि गरिरहेको अवस्था छ। भिर पत्थरहरूमा सुनका ठुला ठुला कणहरू पाइन्छन्, ससाना मात्रै पाइने हुन् होइन। त्यसलाई सङ्कलन गरेर बल्ल तोलामा परिणत गर्ने हो भनेर भनिरहन्छ होइन। जस तपाईँहरूले एकदम ठुलो डल्लो नै भेटाउनु भएको छैन कहिले पनि? साना लगभग तपाईँको 1 टोला 1.5 टोला टक्क पाइन्छ। ठुलो पनि पाइन्छ, त्यत्रो पनि भेटाउनु भएको छ है? मैले गए साल 4 मासा 7 लालको भेटेको तल केराबारी भन्ने ठाउँमा, जहाँ अहिले धुलिउडारको सिँढी ओत्थेर त्यो जो अस्ति जीप खस्यो त्यसको सामान्य त्यहाँ पनि सुन पाइन्छ? त्यहाँ पाइन्छ। यहीँबाट बगेर विभिन्न यहाँबाट बोक्नु भन्दा नि केटाको उबाट पनि झर्छ के पोखराबाट, विभिन्न पाखा पोखराबाट होइन। भनेपछि हामी त सुनको उपरि हिँडिरहेछौँ, सुनको उपरि बसिरहेछौँ, सुनले सुतिरहेछौँ, हामी कति धनी रहेछौँ है? हजुर, हाम्रो देशै धनी छ होइन? हाम्रो देशै धनी छ, गर्न नजानेर मात्र हो। नेताहरूले गफ मात्रै लाउँछन् होइन। गर्ने हो भने तपाईँको बिरे जानु किन पर्छ? यहाँ आउने यी खोलाखालीमा खोज्ने होइन। दिनमा तपाईँको 1 लाल अनुबारे बस्छ हेर्नुहोस्। हजुर, अनुबारे 1 लाल तपाईँको 1 लालले कति पर्छ भनौँ 2000 भनिदिउँ, अरू छोडिदिउँ। दिनको 2000 अनुबारे जति खोज्न नजानेकोले पनि 1 लाल बसाल्छ। खाली त कुनै दिन पनि हुन्न होला है? कुनै दिन हुन्न। तपाईँको आधा लाल भए पनि तपाईँको 1000 रुपियाँ अनुबारे बसियो अहिले महँगीको हिसाबले भने। मान्छेले यताउता नास्ता पानी खायो भने 800 रुपियाँ अनुबारे बच्छ। यो ठाउँको सुन चाहिँ विभिन्न पाखा पोखराबाट छित्रिएका सुनहरू चाहिँ राप्ती नदीमा गएर सङ्कलन हुन्छ, यो विदेशी समुद्रसम्म पुग्छ भन्ने सुन्या छ दाइ होइन? पहिला यो केही वर्ष अगाडि हाम्रो हेर्ने कथाबाट पनि समाचार आएको थियो राप्ती नदीमा सुन खोजिरहेको भन्ने कुरा होइन? यो विदेशसम्म पुग्यो भने चाहिँ विदेशीलाई फाइदा हुन्छ। यो राप्तीमा जान्छ यो खोला। भनेपछि सुनकोसीमा पनि अत्याधिक सुन छ भन्ने सुनिन्छ होइन? सुनकोसी नदीमा, त्यसपछि राप्ती नदीमा, यो लुङ्ग्री, सुनछारी, यो फगामकोमा होइन, धेरै ठाउँमा नेपालमा अधिकांश ठाउँमा चाहिँ सुन बग्छ खोलामा होइन। तर खानी चाहिँ अलिकति यो हाम्रो प्राविधिक टोलीको कमी, ज्ञानको कमी भएर हो कि खानी पनि धेरै ठाउँमा छ भन्छन् तर पत्ता लागेको छैन अहिलेसम्म? सबभन्दा अब पहाडबाट झर्छ खानी। हाम्रो नेपाल सरकार पनि कमजोर हो कि आएर होइन र ठाउँमा चेक गर्ने हो र चेक गर्दैनन्। त्यही कारणले अब हामीले अब उयो हेर्न खोज्ने हो। अब अन्त अब थाहै हुँदैन। ठन्डा अब खानी पनि होला नि, बिना खानी त आएको छैन यो पक्का पनि। अब पहिलेका बुढापाकाहरूले अब हामीले देख्छौँ कि ठाउँमा पल पारेको, त्यहाँ सुन निकालेको। बुवालाई थाहा होला नि यदि खानीमा सुन खानी भेट्यो भने कति मात्रामा चाहिँ सुन हुनसक्छ त्यहाँ सम्भावना? हामीले भेटाएको छैन, पहिलेकाले भेटायो होला उहिलेकाले। सुनकै डल्लो हुन्छ अरे भन्छन् नि? सुन डल्लो त हुँदैन, डल्लो हुँदैन, यस्तै टुक्रा छ हो, टुक्रा परेर चाहिँ बस्यो हुन्छ। टुक्रा हुन्छ तर धेरै मात्रामा धेरै हुन्छ। तपाईँको माछाका हजुर आधा टोलाका सामान हुन्छ। यसको बारेमा जानकारी दिनुभयो, मेहनत गर्नुहोस्। हामीले केही तपाईँहरूसँग समय पनि माग्यौँ होइन? हुन्छ, धन्यवाद दुवैजनालाई है त। नमस्कार।